Hi everyone, welcome to my vlog. Namaste, तपाईहरु सबैजनालाई मेरो भ्लगमा स्वागत छ। र आज भने चाहिँ हाम्रो कति डे हो? थर्ड डे। थर्ड डे इन थर्ड डे फोर्थ डे। फोर्थ डे इन होला। र आज चाहिँ माघे संक्रान्ति पनि हो। र यहाँ चाहिँ हाम्रो माघे संक्रान्तिमा बिहानै तरुलको व्यवस्था पनि भइसक्यो। टिकी लाएर यता र खै आलु हेलो मामा मोमा बुटु माइजू खैचा स्वीट पोटेटो खायो ए यहाँ चाहिँ मेरो चिया सो अहिले चाहिँ हामी कान्छा मामाकोमा आइरहेको छौँ किनभने चाहिँ आज चाहिँ हाम्रो बिहानको खानाको व्यवस्था चाहिँ यहाँ छ कान्छा मामाकोमा होइन र अन्त त्यसपछि यहाँ चाहिँ हामीले चाहिँ अहिले चाहिँ वाचिपा पनि खुवाइ हुँदैछ दुईजनाले पनि खाँदैछ नानीलाई लोकल चिकन पाक्दैछ हो अन्त एकदम मिठो हुन्छ यो चाहिँ वाचिपा मेरो फेभरेट हो किनभने अब अहिले खाइराख्नु पर्छ यो चाहिँ पनि खाएको किनभने खानु पाउँदैन हप्ता उता फेरि खानु पर्दा खाइराख्नुपर्छ अन्त आज चाहिँ हामी कालीदेमाकोमा जानेवाला छौँ तलनिर घुमाउने अन्त अब खानासाना खाएर चाहिँ हामी तल जानुपर्छ त्यसको भिडियो त्यो पनि अब म अहिले गर्छु सोइदै गर्नुहोस् ल बाँकी 16 सेकेन्ड भइसक्यो सबैलाई पेला नै देख्छु मैले चाहिँ मेरो पानी भिडियोग्राफरलाई चाहिँ भनाइ भनेको लाग्यो यहाँ मेरो स्वामीलाई हुन्छ भने खान्छु ल शिवानी लानु हुने अरे अब म त लाने कुकुरलाई देऊ ल लाने या गर्नु न भिडियो गर्नु हुँदैछ हैन ल म त्यस्तो गरायो ए नजाऊ बिस्तारै जाऊ त्यस्तो भिडियो गरायो त्यो म बोल्छु नि सो यहाँ चाहिँ हाम्रो माइती माइजहरूको हेर्नु न कति क्युट बाख्राको पाठी भन्छ नि यो चाहिँ बोका अरे मैले बोकेको चाहिँ कस्तो क्युट अन्त उसको चाहिँ आमा नि छैन अरे विचार यसलाई चाहिँ गाईको दुध खुवाएर न यो चाहिँ अहिले बोक्नु बोका बोकिरहेको र होइन अब चाहिँ हामी जानु आँटेको तर कालीदेमाकोमा त्योभन्दा अगाडि चाहिँ हामी यहाँनिर तोरीबारीमा आएर फोटोसुट गऱ्यौँ अब बहिनीको फोटो खिचिदिन्छु त्यसपछि हामी जाने सो अब चाहिँ हामी निस्केको मावलाबाट ओह्रालो कालीदेमाकोतिर माइजूले सक्नु भएको छैन माइजू पनि जानुहुन्छ अरे सक्नु भएको छैन र आज चाहिँ हाम्रो कहाँको यात्रा भन्नुहोस् घुमाउनेको यात्रा काइली मेरो देमा तपाईको मेरो जेठी सासू काइली शिवानी बस्दै गर्नुहोस् के ल्याइदिनु चिप्स ल्याइदिनु हस् जानुहुन्न नि हिरोजी यो अब चाहिँ हामी जाने के गर्नुहुन्न सक्नु भएको छैन कि क्या ल जाउँ भाउजू चाहिँ यहाँनिर भाडा लुगा धुनु हुँदो रहेछ नदेखाउनु भन्नु हुँदैछ र पनि देखाउने जाउँ है हाई लु अब चाहिँ गएको हामी तपाईँहरू हेर्दै गर्नुहोस् ल यो बाटो चाहिँ यस्तो धुलो उड्दैछ त यहाँ क्यामेरामा देखेको छैन तर पुरा धुलो उड्दैछ यस्तो छ अम्बो हामी चाहिँ अब पुग्नै आँट्यौँ हो माउरादेखि चाहिँ तल हो नि त अन्त मैले
लास्ट इयर पनि मैले मेरो युट्युब भ्लग चाहिँ यहाँ देमाकोमा जाँदैदेखि चाहिँ स्टार्ट गरेको थिएँ हो अन्त आज फेरि जाँदैछु 1 वर्ष बाद टक्कै तर मेरो युट्युब चाहिँ एउटा ग्रोथ चाहिँ भएको छैन र त्यतिकै मेमोरीको लागि मात्रै भए पनि भ्लग बनाउँदै जान्छु हो अब पुग्न आँट्यौँ यहाँ घरि हुँदैछ सबैजना अब चाहिँ एकैचोटि पुगेर खालि गर्छु ल ल्याउँदा हातमा र यो चाहिँ रुद्राक्ष हो यो रुद्राक्षको चाहिँ यस्तो हुँदो रहेछ 7 मुखे नत्र 1 मुखे भेट्यो भने चाहिँ उयो करोडपति हुन्छ करोडमा चाहिँ बिक्री हुन्छ अरे हो त्यही कारणले चाहिँ सबैजनाले 1 मुठी चाहिँ टिपेर हिँडेको छ र मलाई चाहिँ त्यस्तोमा केही लोभ लाभ छैन हो र मैले चाहिँ टिपिनँ त्यो लोकहरू केही छैन तर यतिमा एकजनाकोमा त्यो पर्यो भने चाहिँ त्यो मेरो हिसाब अनि त्यस्तो हो अन्त अब अहिले चाहिँ उकाउँदै हेर्छ अरे कोसँग कति कति पैसा भनेर तर प्रायः जस्तो चाहिँ कति पो भन्यो मैले चाहिँ कति खाने पाउँछ अरे 4 मुखे र कुनै कति मुखे मात्रै पाउँछ अरे 5 र 4 मात्रै पाउँछ अरे त्यही भएर है आया के गर्ने अब चाहिँ आँट्यौँ हामी आया गऱ्यो आया र भ्लग गर्दै हामी यहाँनिर यस्तो दामी तोरीको खेतमा आइपुग्यौँ तोरी त अन्त यतातिर पनि हेर्नुहोस् न यस्तो खेत हुन्छ नेपालतिर चाहिँ र तल चाहिँ खै के गर्दै थियो अब चाहिँ हामी पुग्यौँ यही हो यही अगाडि देख्दै गरेको अब चाहिँ देमा घर पुग्यौँ कति आएछ हेर्दैछ गरम पुरा भयो र अब म तपाईँलाई देखाउनु जाँदैछु अब त पुग्ने आँट्यौँ रहेछ भाइ यहाँ चाहिँ डर पो लाग्छ म चाहिँ हामी चाहिँ अब आइपुग्यौँ ला बहिनी भाइ त मलाई हेर्न आयो भाइ उपर जा र हामी चाहिँ अब आइपुग्यौँ देमाकोमा फाइनली देमामा भन्छ खै कति क्युट नि आइपुग्यौँ हामी चाहिँ जुवा देमा जाई हजुर यता आइपुग्यो अब चाहिँ हामी यहाँ बसेको छौँ गफ गर्ने हो र अहिले गर्छु भ्लगहरू यहाँ चाहिँ सालीले भेनाको ढाड उयो गरिदिन्छ उसलाई चाहिँ खै के ग्रिन सुगर केन ए कहिले पनि नदेखेको नि ग्रिन त चाहिँ देपाले उखुल दिनु भएको छ यो चाहिँ उसले खान्छ म चाहिँ खान सक्दिनँ यहाँ चाहिँ उसले चाहिँ के भएको हुप बसेको अरे अनि है करङ्ग डल्लै भेट्यो यहाँ चाहिँ भेनालाई सार्दैछु सालीले अब म चाहिँ जान्छु घुम्नु मलाई चाहिँ मस्त छैन बाबा चाहिँ यहाँनिर आराम गर्नुहुँदैछ है हाई थाक्नु भयो हाई गाइज म चाहिँ थाकेँ भन्नु न अन्त टाउको दुख्यो ला तपाईँलाई पनि टाउको दुख्यो पानी खानु न अन्त ला गरेको छिरेछ भिडियो ए हुँदो रहेछ ए हराउँदो रहेछ नि त्यस्तोमा यहाँनिर यहाँ जाँदो रहेछ नि त म चाहिँ यहाँ हेर्दैछु गरम हुन्छ भेनालाई त उखुम केलाएर दिने अरे यस्तोहरू माया गरेको मलाई त दिँदैन म त केलाउन सक्दिनँ दिएन अब ओह्रालो घुम्नु जानुपर्छ ल ओएसम्म हो क्या दामी सिन उयो देख्छ डाँडा काँडाहरू पहिलाको भ्लग पनि हेर्नु भएको छैन यहाँ आउँदाखेरि उसले कति खाएको थियो कति आज म हेर्नुहोस् न मेरो बहिनीले उको चाहिँ छ त लास्ट इयर मैले यहीँदेखि त सुरु गरेको युट्युब बनाउनु भिडियोज बनाउनु उसले क्या दामी केलाउँछ मेरो बहिनीले उखु
अब भेनालाई दिने अरे दिन्थ्यो आइसला के साह्रो खुसी हुँदा खाएको मिठो ग्रिन सुगर केन है खाम टोकौँ है नेटै त चल्दैन वाइफाई त छैन ब्ल्याक भन्दाखेरि अलिक उयो लाग्यो खलो खलो सो अब चाहिँ तपाईँहरूलाई म सानो फिल्ड बारी देखाउँछु ल अर्ग्यानिक साग कोपी ब्रोकली रहेछ ब्रोकली वाउ सो क्युट अन्त ल कोपीको बिजन खोलेर त्यो यत्रो लामो हुन्छ यत्रो यत्रो हुन्छ बुझ्यो अनि त्यो गाड्नुपर्छ उता आन्टीहरूले त रोपिसक्छ यो चाहिँ सेतो कोपी हो ब्रोकली हेर्नु रहेछ नि देपा यो चाहिँ उयो कोपी हो सेतो ए खै ए यहाँ रहेछ ए सानो सेतो सब अर्ग्यानिक हजुर ए हजुर ए यहाँ त कुवा माछा आमामा कति तर यहाँ देख्छ कि देख्दैन रहेछ कुवामा माछा पनि छ आँखाले मात्रै देख्यो जाउँ उता उयो गर्नेमा ओके हामी कोपी बेच्छौँ बेच्छौँ अरे रोप्छौँ अन्त बेच्छौँ अब त्यो ब्रोकली के दामी हौ कस्तो अरे पारी भनेको भित्ता भनेको रातो छप्पर देख्दैछ नि त्योहरू उयो रातो छप्पर त्यही त पारी चाहिँ हाम्रो जेठीदेमा र अन्तरीदेमा हुनुहुन्छ हो त्यही देखाउँदैछ उसले चाहिँ भेनालाई अन्त उसले चाहिँ भन्दैछ आज जाउँ भनेर हो अन्त हामी चाहिँ भोलि फर्किहाल्ने नि त भोलि त हाम्रो घर जाने भोलि त हामी हो अन्त त्यही भएर आज यहाँ देमाकोमा आएको थियौँ अन्त अलिकति नत्र हो भने चाहिँ हाम्रोमा एक दिन भए पनि बेसी भएको चाहिँ हामी चाहिँ आज बेनी जानेवाला थियौँ तर अफसोस हामी गएन उहाँले चाहिँ उहाँको के भन्नु अब टाइम छैन अरे उहाँको बिजम्यान प्राइम मिनिस्टर त्यही भएर अब हामी बेनी पनि जानु पाएन कस्तो छ अन्त त्यही हो यहाँ दुईजना बाँच्दैछ साली र भेना घरि मिल्छ घरि बाँच्छ एकैछिनमा मिल्छ एकैछिनमा बाँच्छ हो ल फोटो खिचौँ न अब ल अब हामी फोटो खिचौँ ल नाइस पानी पर्दैन यहाँ चाहिँ नयाँ छोक्रा हालिदिनु न हुन्छ ल स्वामीजीले चाहिँ उसको इच्छा पुरा भयो कोदोको छ्याङ भन्थ्यो है बुटु इच्छा पुरा भयो बनाउनु पनि थाल्नु भयो बनाउनु पनि इच्छा लागेको खानु पनि इच्छा लागेको भन्छ र मेरो कमेन्ट के भन्छ होला धाली देमा आफै काटेर आफै पकाएर आफै ल्याइदिनु यहाँ छोक्रा हैन भयो एकमै भन्छ खानुहुन्छ होला नि त माइजूले सबै खुट्टा पनि लाग्यो मुखमा त लागिसक्यो खुट्टामा लाग्छ के मन बनाउनु हजुर ए हुन्छ यो लड्नु आटा टेका लाग्यो अस्ति पहिरोले यो ए यता आएको थियो अस्ति दसैँमा पानी ए हो त रहेछ नि देखेँ त हो देखेँ के गर्यो के गर्यो माइजूलाई कसो गरेर अनि पनेलो होला पनेलो भयो लागेन उसलाई छैन ल बन्द हो भन्ने मान्छे त पनेलो ल जाई माइजू खानु न के अरे पुट्यो कोदोको के पो जाँड मैले कोदोको झोल भनेको थिएँ नि त कोदोको झोल अहिले खायो
सेरेबा सबसे ठुलो मकै सेरेबा नेपालीले खानु नै नेपाली ए ए अर्को पानी दमिलो पानी खाना अर्को पालि आउँदैछ सब्जी दाजु लिए दाजु अन्त लिने खाएर नै जतिमा खाइन्छ हुँदैन खाने हो जतिमा खाए अहिले खाना बहिनीहरुले बेना छ त पक्रेर यहाँ यस्तो अब यो यस्तो यहाँ त्यो यस्तो कहाँ छ अन्त यत्रो सेरीमा हामी चाहिँ यहाँ होम टुर गर्दैछु हो ऊ चाहिँ माथि एटिकमा चढेको झर्न नसकेको सिचुएसन र यहाँ चाहिँ हामी हेर्दैछौँ के रहेछ यहाँ चाहिँ केहरू उयसहरू रहेछ खै छ नि तिमी त ढाक्यो रिलिङ वा हल्यो यस्तै थियो त रिपेयर भएको त वा होम टुर तिनजना जान्छन् गाडामा बोलौँ टुर अब यहाँबाट ओह्रालो जानुपर्छ डर लागेन तपाईँहरूको देखाउँछ के के चिजहरू 5 वर्ष पढेर चाहिँ अब मास्टर भएको भने पहिलेको मान्छे यो घरको यो चाहिँ गोबर ग्यासको रहेछ तर यो चाहिँ युज गर्नु हुँदैन किनभने यो चाहिँ पुरानो घर हो नि त यहाँ चाहिँ खोइ कताबाट बाहिर ए तैँले यस्तो यस्तो घुमाउने थियो नि अस्ति त्यहाँबाट आउँथ्यो होला नि है ए यो चाहिँ गोबर ग्यास थिएछ सिलिन्डर जल्दा हुन्छ हैन त्यही त अझ अर्को चिज यो चाहिँ पहिलानिर चाहिँ दुधहरू धोएर चाहिँ यसमा चाहिँ सिङ्गौरो भन्ने रहेछ यो चाहिँ बाल्टीहरू झुन्डाउने हो है हजुर हजुर त्यही त सिङ्गौरो भन्थेछ हो त्यो हजुर घुम ए घुम भनेको त यस्तो ए हजुर 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 देखेको टिबेट अहिले सम्झिनु यहाँ बसेर चाहिँ भात खान्थ्यो होला यो बस्ने जग्गा होला कस्तो नि राम्रो पहिला कस्तो चिजहरू तपाईँ बसेको त्यो ठुलो ओगे नै थियो ए यहाँनिर हुने होला यहाँ गरै फुरेको होला ए हो त रहेछ नि गोदो रहेछ चुलाहरू हेर्नु न कति दामी यतातिर के हो यो आगो ए दाउरा राख्ने होला हैन त्यो बटार राख्ने के ए हरेस त्यो अचारहरु के राख्ने उहिलेको अचार त्यहाँ चाहिँ गाईमा उही आएर बस्यो कि अन्त मैले टालेको बाहिर त्यो घाँ जाने एउटा पस्छ हजुर अन्त अस्ति एकताल हेरेको अलिक मजा लाग्छ अहिले चाहिँ छैन त्यो यहाँ बाक्सा बनाएर राख्ने फ्रिज पनि रहेछ यहाँ आयो त्यस्तो रहेछ यताबाट घर पनि देखाउँछु तर घर त अघि देख्यो होला यहाँ चाहिँ देमाहरू चाहिँ जस्ट दिउँसो आउनुहुन्छ देमाको घर चाहिँ उता छ र यहाँ चाहिँ उयोहरू गर्नुको लागि खालि देमाहरूले चाहिँ यहाँनिर यहाँको मान्छेहरू चाहिँ बाहिर जानुभएको छ र यहाँको खेतीबारी हेरिदिनुहुन्छ र त्यही भएर चाहिँ यहाँ बस्नुहुन्छ हो त्यही भएर चाहिँ यस्तो भएर छ घर चाहिँ हेर्नुहोस् न यस हो अब बहिनीले चाहिँ यहाँ भाँडा धुँदै रहेछ र म उसलाई हेल्प गर्नु लागि बोलाएको होला हो ल म हेल्प गर्छु बहिनीलाई अहिले गर्छु भिडियो ए छोड्नु माइजु म गर्छु नि म भयो फुलको बनाउनु है कालीले खाना खाँदै रहेछ कति दामी नि सबा भिडियो बनाउनु यहाँ पाछाहरू क्युट सेत यहाँ चाहिँ मम्मा रहेछ लालुपाते फुल म चाहिँ भाडा धुन्छु भनेको दिनु भएन मान्छेले यहाँ चाहिँ तुलसी होला सायदै आई डोन्ट नो किनभने यस्तोमा तुलसीलाई पूजा गर्नुहुन्छ नि त निरोला निवास हुन्छ छेत्रीहरू हुनुहुँदो रहेछ हो र म बाबाहरूसँग जान्छु पछि के भन्नुहुन्छ ए यहाँबाट चाहिँ त्यो अघिको गोबर ग्यास चाहिँ यहाँबाट यस्तो घुमाएर चाहिँ
त्यहाँ चाहिँ बल थिएछ यहाँ त हिँड्नु सकिन्छ गइमै हुन्छ हुन्छ आउनुहोस् न घोडा लिएर आउँछ नि र अब चाहिँ हामी फेरि गएको घर आज चिसो चिसो भयो जाडो बाबा र बहिनी चाहिँ अगाडि अगाडि हिँडिसक्यो यहाँ छ माइजू र बुटु अब चाहिँ हामी गएको र म चाहिँ अब चाहिँ आज चाहिँ एकैचोटि पुगेर म चाहिँ भिडियो कन्टिन्यू गर्छु र म चाहिँ अब हामी चाहिँ घर पनि आइपुग्यौँ र म चाहिँ घर आउँदै भ्लग बनाऊँ भन्दै थिएँ तर त्यो चाहिँ गर्ने बिर्सेछु हो र अब चाहिँ आएर पनि सात खुट्टाहरू धोएँ अन्त चाहिँ बाबा चाहिँ चिया पनि खाइसक्नु भयो बुटुले खानु हुँदैछ चिया हिजोदेखि दुख्दै थियो भन्दै थियो नि मामाले चाहिँ खिर बनाउनु हुँदैछ अब खानुपर्छ अब चाहिँ हाम्रो खिरीमा पनि रेडी भयो र अब चाहिँ हामी खानु आँटेको बुटु खाऊ शिवानी र बोबोलाई त नदिने अरे नदिने हाम्रो खाली छैन रे त शिवानी खै ए हो हुन्छ आउँछ सो अब चाहिँ हामी होइन बेलुकाको खाना बनाउँदैछौँ हामी तिनजना बुटुले चोचे बनाउँछ यहाँ छ उसले बनाउने चिज हो चोचे यो म बाबाले चाहिँ सुँगुर खानु हुँदैन भने चाहिँ रागा बनाउँछु बहिनीको चाहिँ प्याज टमाटर काट्ने काम अब यहाँ चाहिँ म पकाउँछु रागा त्यसपछि चाहिँ फेरि सुँगुरको मासु पकाउने म के भन्नु के हो दिएको छु त अब चाहिँ पकाउँछु त्यसपछि उसले पकाउँछ सुँगुरको मासु हेर्दै गर्नुहोस् ल लाउँदैन सो गाइस अब चाहिँ हामी चाहिँ प्याकिङ गर्दैछौँ खानासाना खाएर पनि हो एकदम छ दुईजनाले पट्टाउँदै उयो गर्दैछ अघि लगाएको नि त हो अन्त सो आजको भिडियो चाहिँ यति नै होला गाइस सो थ्याङ्क यू फर वाचिङ अब चाहिँ भोलि चाहिँ फर्किने हामी र त्यही भएर चाहिँ अब प्याकिङ हुँदैछ हो सो यस हाम्रो नेपालको टुर चाहिँ फिनिस भयो अब भोलि चाहिँ हामी फर्किने थ्याङ्क यू फर वाचिङ गाइस बाई